मलाई यो आफन्त भन्ने चिज नि मनै पर्दैन कि मलाई मनै पर्दैन। संसारको सबैभन्दा ठुलो दुश्मन मेरो आफन्तै हो कि मेरो आफ्नै आफन्तहरू कुरौटे नम्बर 1 चुडेलहरू चुडेलाहरू। हामी तीनजना दिदी बहिनीको कुरा नकाटेसम्म त खाकै पस्दैन कि तिनीहरूलाई। तिनीहरूको त सरकारी जागिर जस्तै भइसक्यो कि हाम्रो कुरा काट्ने चाहिँ। तिनीहरूलाई चाहिँ पैसा दिनै पर्दैन के, फ्रीमा हाम्रो पुरा प्रमोसन दिइरा हुन्छ कि हामीले कहाँ कहाँ के गर्यौं भनेर सब एक एक थाहा हुन्छ कि तिनीहरूलाई। फेरि अब हामीलाई केही थाहा हुँदैन हाम्रो बारेमा, तर उनीहरूलाई चाहिँ त्यति छिटो थाहा हुन्छ कि हामीले अब के गर्नेवाला छौँ त भनेर। हामीलाई चाहिँ गरिसकेपछि बल्ल थाहा हुन्छ नि त। तिनीहरूलाई चाहिँ हामीले गर्नुभन्दा अगाडि नै थाहा हुन्छ कि। त्यस्तो खालको आफन्त छन् कि मेरा चाहिँ। यदि मेरो आफन्तलाई कुरा काट्ने कम्पिटिसनमा भाग लिइदियो भने चाहिँ उनीहरू पुरै संसारै टप्छन् होला कि। त्यतिसम्मको फर्स्ट क्लास कुरा काट्छन् कि तिनीहरू चाहिँ। फेरि आइमै त हो कुरा काट्न जन्मेकै हुन् आइमेहरू भनेर भनिन्छ होइन। तर मेरो आफन्तभित्र चाहिँ केटा मान्छे पनि कुरा काट्न उत्तिकै माहिर छन् के। फेरि त्यस्तो चाहिँ तपाईँहरूको पनि छैन होला कि जति मेरो आफन्तहरू छन्। सो आजको लागि चाहिँ यति नै हो। तपाईँहरूको पनि त्यस्ता आफन्त छन् भने कमेन्ट गर्नु है त।